भेरी गुड मर्निङ नमस्कार। यति बेला म जुडेबेला भन्ने ठाउँमा छु। यो चाहिँ मौलिक नेपालीको टिपिकल काठको घरमा आज म राति बसेको छु। पुरानो नेपाली रीतिरिवाज अनुसारको भान्साघर, तुलसीको मठ, यता हाम्रो धान चामल राख्ने बकारी यसरी काठको बिछाइएको छ। यसरी वरिपरि बोट बिरुवाहरू, ठुल्ठुलो रुखहरूको बीचमा अवस्थित घरमा आज राति म एक रात बस्ने मौका पाएको छु।